मित्र राष्ट्र चीनको एकाडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्सले सन् 2025 को मे 13 देखि 26 सम्म बेइजिङमा आयोजना गरेको सेमिनार अन इथनिक पोलिसिज एन्ड प्र्याक्टिसेस फर बिआरआई पार्टनर कन्ट्रिज नामक कार्यक्रममा हामी सहभागी भएका छौँ। कार्यक्रममा नेपालको तर्फबाट हामी आदिवासी जनजाति आयोगका सदस्य माननीय डाक्टर मिन श्रीष, सचिव नुरहरी खतिवडा र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ सहित 3 जना सहभागी भएका छौँ। नेपालको अलावा यस कार्यक्रममा मलेसिया, इन्डोनेसिया, लाओस, श्रीलङ्का, क्युबा, गाम्बिया र इक्वेडर समेत 8 राष्ट्रका 24 जनाको सहभागिता रहेको थियो। यस कार्यक्रममा चीनमा रहेका विभिन्न 56 जात-जाति बीचको आपसी सम्बन्धलाई सुमधुर र सहयोगात्मक बनाउन तथा प्रत्येक जातिमा रहेका कला, संस्कृति, भाषा र परम्परागत ज्ञानको प्रवर्धन गर्दै सबै समुदायको आर्थिक सामाजिक समुन्नतिमा हातेमालो गर्ने वातावरण तयार गर्न चीनले अवलम्बन गरेको नीति तथा कार्यक्रमहरूको बारेमा अध्ययन गरियो। नमस्कार। कार्यक्रमको सिलसिलामा हामीलाई बेइजिङमा रहेको मिन्जु विश्वविद्यालय, त्यहाँको नजिकै रहेको जातीय सांस्कृतिक सङ्ग्रहालय र बेइजिङकै ग्रेट वाल समेतको अवलोकन भ्रमण गराइयो। यो ग्रेट वाल पृथ्वीमा रहेको चन्द्रमाबाट देखिने एकमात्र मानव निर्मित संरचनाको नाममा संसार प्रसिद्ध छ। यसको हामीले सुन्दरताको अवलोकन गरेका छौँ। यहाँहरूको अगाडि यो प्रस्तुत छ। ग्रेट वालको अवलोकनपछि हामी बेइजिङबाट बाहिर खास गरी गुइजो प्रान्त र त्यहाँको अनसुन सिटी र त्यस वरपरका बस्तीहरू, नयाँ बस्तीहरू, पुराना बजारहरू, बस्तीहरू समेतको अवलोकन गर्नको लागि चाहिँ हामी त्यसतर्फ प्रस्थान गऱ्यौँ। गुइजो प्रान्तको विभिन्न स्थानमा हामीले भ्रमण गऱ्यौँ र यसको भ्रमणबाट देखिएका कुराहरूबाट हामी चाहिँ गरिबी निवारणमा चीनले खेलेको भूमिका र यसको चाहिँ उपलब्धि, यसका नीतिहरू, यसको व्यवहारिक कार्यान्वयनका कुराहरूमा धेरै कुराहरू हामीले प्रत्यक्ष देख्ने, सिक्ने र बुझ्ने अवसर प्राप्त गर्यौँ। चीनले सन् 2012 देखि आर्थिक सामाजिक रूपान्तरणमा नयाँ युग थालनीको घोषणा गरी विविधतामा एकताको मूल नारासहित सीमान्तकृत तथा पछौटे अवस्थामा रहेका अल्पसङ्ख्यक समुदाय लगायतका करोडौँ चिनिया नागरिकलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्ने अभियान सुरु गरेकोमा सन् 2021मा मुलुकबाट गरिबी निवारण भएको घोषणा गर्न सफल भयो। यस अभियानको सिलसिलामा 1 करोडभन्दा बढी परिवारलाई पुस्तौँ पुस्ता बसोबास गर्दै आएको तर आधुनिक सुविधा पुर्याउन नसकिने विकट तथा दुर्गम स्थानबाट सुविधा सम्पन्न इलाकाहरूमा पुनर्स्थापन गराइयो। यसरी पुनर्स्थापन गराउँदा एउटा बस्तीमा यथाशक्य धेरै समुदायका परिवार बसोबास गराउने र भिन्न समुदायको संस्कृतिका बारेमा जानकारी पाउने तथा एक अर्कामा घुलमिल भई आपसी सामाजिक सम्बन्ध अझ मजबुत हुने वातावरण निर्माण गरिएको रहेछ।
केही थप सङ्ग्रहालयहरूको अवलोकन र केही बैठकहरूमा केही सहभागी भएर थप जानकारीहरू पनि लियौँ। गुइजो प्रान्तमा रहेको एसियाको सबभन्दा ठुलो वाङ साओ सु भन्ने यो विशाल झरना को अवलोकन गर्ने अवसर हामीलाई प्राप्त भयो र यो झरना निकै नै विशाल र भव्य पनि रहेछ। हामी यो झरनाको नजिक पुगेका छौँ र अब यो झरना चाहिँ हामी झरनाको सुन्दर दृश्य यहाँहरूलाई अगाडि देखाउन चाहन्छौँ। कार्यक्रमको सिलसिलामा यसरी चीनमा रहँदा हामीलाई धेरै स्वादिष्ट मिठा भव्य खानेकुराहरू प्राप्त भएका छन्। यो स्वादिष्ट पौष्टिक खाना खान पाएर हामी एकदम तृप्त भएका छौँ। गरिबी निवारणको क्षेत्रमा चीनले हासिल गरेको उपलब्धि साँच्चीकै उल्लेखनीय छ। यो चाहिँ मननीय छ र सबैले अनुकरण गर्नको लागि पनि उपयुक्त हुनसक्छ। हामीले यसरी गरिबी निवारणको सिलसिलामा पुनर्स्थापन गराइएका बस्तीहरूको भ्रमण गर्दा त्यहाँ पुनर्स्थापित ती गरिबी निवारण भएर गरिएका पुनर्स्थापित बस्तीहरूमा मानिसहरू कसरी रमाइरहेका छन्, आफ्ना दिनचर्याहरू कसरी व्यतीत गरिरहेका छन्, आफ्ना रमाइला खेलकुदहरूलाई कसरी जीवन्तता दिइरहेका छन् भन्ने कुराहरूको पनि प्रत्यक्ष अवलोकन गरेका छौँ। गुइजो प्रान्तको यो अवलोकन भ्रमण सकेर हामी बेइजिङ फर्कियौँ र फेरि चाहिँ केही कक्षाहरूमा सहभागी भएर हामी अब बिस्तारै यो सेमिनारको अन्ततिर आइपुगेका छौँ र अब हाम्रो सेमिनारको क्लोजिङको चरणमा हामी पुगेका छौँ। सेमिनारले अन्तिम स्वरूप ग्रहण गरेको छ र यसबाट हामीलाई धेरै राम्रा ज्ञानहरू जानकारीहरू प्राप्त भएका छन्। यी सबै जानकारीहरूलाई सूचनाहरूलाई हामीले आफ्नो हितमा, आफ्नो मुलुकको हितमा उपयोग गर्न सक्छौँ भन्ने आशा हामीलाई बढेको छ। यसरी विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै स्थानीय संस्कृतिहरू, स्थानीय चाहिँ कलाहरू, स्थानीय व्यक्तिका जीवन शैलीहरूको अवलोकन अध्ययन गरेर यो सेमिनारको कार्यक्रम समापन गर्दै बिस्तारै हामी अब आफ्नो मुलुकतर्फ फर्कने र चाहिँ आफ्नो काममा संलग्न हुनेतर्फ चाहिँ हामी लाग्यौँ। यो कार्यक्रम यहीँ सम्पन्न भएको छ। धन्यवाद।